हेलो साथीहरू, अहिले चाहिँ हामी जाँदैछौँ पिथोरागढ। ट्रेनमा जाँदैछौँ है। सुरुमा चाहिँ ट्रेन बिस्तारै कुदाउँथ्यो, अहिले चाहिँ फेरि एक्कासी 300 400को स्पिडमा है स्पिड कुदाउनु थाल्यो है। हामी गयौँ त्यसको बादमा है यसो अल्छी लागेर भित्रको भ्यू पनि यसो देखाइदिनु पऱ्यो भनेर भित्र गएँ। सो साथीहरू पनि सबै सुतिरहेको थियो, त्यही भएर यसले अल्छी लागेर दायाँ बायाँ यसो भ्यूहरू देखाएँ तपाईँलाई है। यसो हेरेको त एकजना मान्छे चाहिँ उभिरहेको थियो है, बाहिरको भ्यू देखाउनु पऱ्यो भनेर यसो देखाएको, राम्रोसँग देखिनँ। अर्को साइडबाट पनि यसो हेरेको, राम्रोसँग देखिनँ है। पछाडि अल्छी लाग्यो, गएँ। त्यहाँदेखि बाटोमा चाहिँ होल्ड भएको थियो गाडी है, 5 मिनट ब्रेकको लागि। ब्रेकको टाइममा के गर्ने भनेर यसो भिडियो बनाएँ, सानो क्लिप बनाएँ है। हाम्रो गाडी चाहिँ यही सेतो बस हो हाम्रो गाडी चाहिँ है। यहाँको भ्यू चाहिँ एकदमै राम्रो देखिँदो रहेछ है। रोडहरू पनि दामी, गाडीहरू पनि मजाले कुदाउनुको लागि मजाले कुदाउनु सकिने खालको बाटो रहेछ है। राम्रो एकदम भ्यू पनि दामी।